आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्नु गरिन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। तपाईँ डिफेन्डेड एरियातर्फ अगाडि बढ्नुहोला। डिफेन्डेड एरियातर्फ अगाडि बढी प्रवेश गरेको पाइएमा वा घेरापुरै आदेशको परिचय गरेको पाइएमा हामी स्थानीय प्रशासनलाई मुस्लिम आज त्यो चम्किरहेको छ आज ओहो आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया अगाडि नबढ्नुहोला। धर्ना जुलुस र विरोधको कार्यक्रम गर्न बनाइन्छ। आफूको परिचय गरेको पाइएमा स्थानीय प्रशासनलाई हामी बन्द गर्न बाध्य हुनेछौँ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गर्ने अनुरोध गरिन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कुनै पनि किसिमको उद्रेककारी क्रियाकलाप नगरी शान्तिपूर्वक प्रदर्शन गर्ने अनुरोध गरिन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कुनै पनि किसिमको उद्रेककारी क्रियाकलाप नगरी शान्तिपूर्वक प्रदर्शन गर्ने अनुरोध गरिन्छ। गाडी खाएर त कति जाने होइन त्यही गाडी खाएर आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया यो अनावश्यक भेदभाव हटाइदिनु अनुरोध गरिन्छ। टोपी कहाँ पाएछ अहिले है टोपी कहाँ पायो कसैको टोपी कसैको अहिले ग्यास लाग्यो ग्यास लाग्यो केले हानेको पुलिसले कुटेर हो हस्पिटल कहाँ हो र खै कहाँ हो र तर ओरिसाउनु भयो है कति कति घर कुन खाएर अहिले पुलिसको यो पानी फोरा गाडी छ नि पानी फोरा गाडी छ नि पुलिसको पानी फोरा गाडी तिनगुने त तिनगुने चोकमा पर हो नि कहाँको तिनगुने भन्छ म त्यो म अगाडि आइरहेको छु
बेहोस साइकिल मन यहाँ पर चाहिँ घर हुने अरे एउटा नोकरी कार्ड बनाएर जिल परिरहेको छ अगाडि बढ्यो खाँदै आप लोग लौटते जाइए मैं आगे आपसे जान दिएछन् कि नै कोटेश्वरसम्म भित्र चाहिँ जानु पर्ने तपाईँ मेरो साइड में बीच में ना साइड में साइड आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गरिदिनु होला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कृपया शान्तिपूर्वक प्रदर्शन गरिदिनु होला। टिकट घेरा तोडेर प्रवेश गर्नु होला। टिकट घेरा तोडेर प्रवेश गर्नु होला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू यसरी क्षेत्रमा सभा जुलुस र जुलुस प्रदर्शनको कार्यक्रम गर्न बनाइएको छ। कृपया शान्तिपूर्वक प्रदर्शन गर्नु होला। यसले डिसिजन क्षेत्रमा प्रवेश गरेको माइलीमा हामी साह्रै प्रकारले सहयोग गर्न बाध्य हुनेछौँ।
छोडिदिनै भयो भने त सन्ताल कहाँ छोड्छ यसरी कम दमन गरेर आएको छ त्यसरी हान्ने बडा हाने फेरि पेले यता पेले फेरि दुर्गा मात्रै भयो langsung ke fora dan kayak apa itu? Ini tuh orang baru, dia orang apa itu? Semua orang ada di dalam. अहिले धरम हुन सक्ने भएकोले अनावश्यक मानवीय क्षति हुन सक्छ। कृपया अनावश्यक पेपाहरू गरिदिनु। एउटै कुरा घरिघरि रिपिट गर्न राम्रो भएन। कृपया अनावश्यक पेपार नगरिदिनु। तल जानुहोस् अनावश्यक पेपार नगरिदिनुहोस्। शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। धडकको क्रममा यसरी धडक हुन सक्ने भएकोले थप मानवीय क्षति हुन सक्छ। कृपया अनावश्यक पेपार नगरिदिनुहोस्। कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। यो निषेधित घेरातर्फ अगाडि नबढ्नुहोला। कृपया शान्तिपूर्वक प्रदर्शन गर्नुहोला। निषेधित घेरातर्फ अगाडि नबढ्नुहोला। निषेधित क्षेत्रमा सभा जुलुस र विरोधका कार्यक्रम गर्न मनाइ गरिएको छ। यदि कसैले आदेशको परिख्याप गरी निषेधित घेरातर्फ गएमा हामी पटपट लाग्छ। अहिले प्रहरीले कारबाही कृपया यो अनावश्यक भेदभाव नगरिदिनुहोस्। कृपया यो अनावश्यक भेदभाव नगरिदिनुहोस्। यो सदस्यमा झगडा हुन सक्छ। अनावश्यक मानवीय क्षति हुन सक्छ। कृपया गरिदिनुहोस्। कृपया एउटा कुरा हामी भन्न रिपिट हुँदैन। कृपया मानवीय क्षति हुन सक्छ। प्रदर्शन गर्नमा कृपया No, vale, vale.
यता हान्यो 100-150 हान्यो होला आज पेल्ने आफ्नै माथि आइसकेँ पुलमै छु अहिले पुलमा आइसकेँ पुलमा छु अहिले त्यहाँ कार्यक्रम स्टेजमा कहाँ आउनु सकिन्छ नि कस्तो कुरा गऱ्यो भने भिडमा कालो सिसो छ घरमा कहाँबाट छिर्छ सिन्ठाउँ गएको छ नि पुलमै अगाडि आउनु दिन्न कि कस्तो लाटो कुरा गरेर पुलिस देख्दैन एउटा गाडी मात्रै आयो